के 60 सेकेन्डमा 40 वटा पानीपुरी खान पोसिबल होला त? आज हामी 4 जना मिलेर 40 वटा पानीपुरी 60 सेकेन्डमा खाइसके च्यालेन्ज गर्दैछौँ। सो आज चाहिँ हामी 4 जना मिलेर 40 वटा पानीपुरी 60 सेकेन्डमा खाने च्यालेन्ज गर्दैछौँ। हेरौँ पोसिबल होला या नहोला। सो स्टार्टिङ चाहिँ मबाट हुन्छ। 1 2 3 गो। खाँदाखेरि 1-2 पिस खाँदै गर्दाखेरि त मलाई लागिरहेको थियो कि म 1 मिनेटमा 40 वटा होइन 50 वटा खान्छु जस्तो लागिरहेको थियो। फुल भिडियो नहेरिकन तपाईँहरूले कमेन्ट गर्नु त मैले कतिवटा चाहिँ खान सक्छु होला यो 60 सेकेन्डमा। पानीपुरीको झोलले सड्काएको कारण मैले 2टा पानीपुरी मिस गरेँ। तर जे होस् आफ्नै हातले बनाएको पानीपुरी पनि त्यस्तो नमिठो चाहिँ छैन, मिठै बनाएछु है यतिको चाहिँ। तपाईँहरूले चाहिँ 60 सेकेन्डमा चाहिँ कतिवटा पानीपुरी खान सक्नुहुन्छ कमेन्ट गर्न भने नबिर्सिनु होला चट्ट लाएर। 40 वटा त इम्पोसिबल हो। 40 सेकेन्डमा होइन 60 सेकेन्डमा 40 सेकेन्डको भन्न हान्नु परेन। 60 सेकेन्डमा 45 46 खाइसक्नु आँटेको क्या हो केटा? 49 50 51 10 वटा 15 20 के पुऱ्याउँछ होला। 1 मिनेटमा 56 57 58 59 डक्टर झन्डै सरकार 2टा मिस भयो क्या। सो गाइस नेक्स्ट राउन्डको लागि हामी जाँदैछौँ। हाम्रो माइलो दाइ चाहिँ अब रेडी भइसकेको छ 40 वटा पानीपुरी 60 सेकेन्डमा खानलाई। के खान सक्नुहुन्छ त? कोसिस गर्छु। सो लेट्स डु 2 1 गो। अनि यो गेममा हार्नेले चाहिँ 5 वटा खोर्सानी टोक्नु पर्ने हुन्छ है त। र विनरको लागि पनि हामीले स्पेसली सरप्राइज चाहिँ सोचिरहेको छौँ। बाहिर किनेर खाएको भए यति बजेटमा हामीले यति पानीपुरी त खान पाउने नै थिएनौँ कदापि पनि। तर आफ्नै हातले बनाएको एकदमै सस्तो प्राइसमा एफोर्डेबल प्राइसमा चाहिँ हामीले अनलिमिटेड पानीपुरी ट्राई गर्न पाइरहेको छौँ। 7 वटा 8 वटा 9 वटा 10 वटा 11 वटा 12 सक्नु आँटे टाइम। 48 एउटा खानु भ्याउनुहुन्छ है। सो नेक्स्ट राउन्डको लागि चाहिँ हाम्रो दमके बाबु चाहिँ आइसकेको छ। अनि तिमीले खाइसक्छौ होला त 40 सेकेन्डमा? सक्छु। सो हेरौँ खाइसकेन भने चाहिँ लास्टमा सबैभन्दा थोरै खानेले चाहिँ यो खोर्सानी टोक्नु पर्ने हुन्छ। यो कुरा चाहिँ मैले भन्नै बिर्सेको रहेछु। जित्नेलाई प्राइज चाहिँ के छ? जित्नेलाई प्राइज सेपरेटमा छ। दमकेको ज्यान हेर्दाखेरि त यो मान्छेले 60 सेकेन्डमा 40 वटा होइन 100 वटा नै खान्छ जस्तो लागिरहेको थियो। तर कतिवटा चाहिँ खाला त तपाईँहरू गेस गरेर कमेन्ट गर्नु त। यो खुवाई हेर्दाखेरि कछुवाको तालमा कतिवटा चाहिँ खान सक्छ। अर्कोचोटिको भिडियोमा यो भन्दा पनि दमदारवाला कन्टेन्टहरू मैले सोचिरहेको छु। यो भन्दा नि बवाल भिडियोहरू आउँदै नै गर्छ। सो यो भिडियो राम्रो लाग्यो भने लाइक एन्ड सब्सक्राइब पनि गर्दै गर्नु होला है त। हे तेरिका 8 वटा टाइम हेर्नु है। टाइम 9 वटा 10 वटा 11 वटा 12 वटा 13 वटा 14 वटा। टाइम अप। अब जेठुको पालो। गद्दारी कर बे। फाइनल राउन्ड ब्याटलको लागि आइसक्नु भएको छ हाम्रो जेठु दाइ, जसले चाहिँ धेरै खान सक्नु हुँदैन। उहाँकै खाने बेलामा चाहिँ एक भारी छ। सो लेट्स सी। तर आज अनएक्सपेक्टेड भइरहेछ। जसले खान्छ भनेर एक्सपेक्ट गरेको थियौँ उसले खान सकेन। तर जो चाहिँ हामीले खानै सक्दैन 2टा खाएपछि वाक्कै होला भनेर सोचिरहेको थिएँ। तर त्यही दाइले चमत्कार देखाइदिनु भयो। छोटा प्याक बडा धमाका भन्ने डाइलग छ नि, त्यस्तै अरू बेला खाने कुरामा सबैभन्दा ढिलो खानेमा नाम आउँथ्यो हाम्रो जेठु दाइको। तर आज के भएको, पानीपुरी त सबैभन्दा छिट्टो खानु होला जस्तो पो खाँदै हुनुहुन्छ त। सो तपाईँहरूको फेभरेट प्लेयर चाहिँ को हो कमेन्ट गर्न नबिर्सिनु होला है त।
पानी नै आइसक्यो 59 60 टाइम अप सो हाम्रो हार्ने मान्छेलाई चाहिँ हामीले पनिसमेन्ट दिन्छौँ भनेको थियो सो हार्दाखेरि कस्तो लागिरहेछ त हारेको होइन जितेकै हो उसलाई चाहिँ खोर्सानी खुवाउँदैछौ टोक्नै पर्ने हुन्छ तिमीले यदि टोकेन भने तिमी आजबाट अर्को म्याच खेल्दाखेरि हार्नेले पनिसमेन्ट पाउनेमा तिमी पनि साथी हुनेछौ ए मजाले टोक एकछिन चबाउ अझै मजाले टोक अझ एउटा त सकन निल दुईटा पानीपुरी खाएर सबैलाई मैले बिट गरेर यो च्यालेन्ज चाहिँ जितिसकेको छु सो मेरो लागि सरप्राइज के छ भन्दाखेरि यही भाडा मास्ने सरप्राइज छ यति भन्दै थ्याङ्क्स फर वाचिङ एन्ड बाइ